रावण तन्त्र खत्म हुँदैन भने तपाईहरुको परिवार खत्म हुन्छ, यो चाहिँ ग्यारेन्टी छ, मैले लेखेर दिएँ। लो एल्टिट्युड क्लाउडको काम चाहिँ तराईको लागि पानी पार्ने, मिड एल्टिट्युडको काम चाहिँ पहाडको लागि पानी पार्ने। 80% हिमाली मरिसक्यो भने तराईमा 2 महिना मात्रै पानी हुन्छ, 10 महिना पानी हुँदैन। भन्नुको मतलब नेपालमा फुडको प्रोडक्सन, एग्रिकल्चर बेस्ड आइटमको प्रोडक्सन अफ्रिका जस्तै हुन्छ, त्यसपछि नेपालमा अफ्रिका जस्तै युद्ध हुन्छ। हरेक वर्ष 10 लाख नेपाली मर्ने छ एन्टिबायोटिक रेजिस्टेन्सको कारणले। आजभन्दा 40 वर्ष पहिला एयर पोल्युसनको कारणले मुस्किलले 10 जना 20 जना 50 जना मान्छे मर्थ्यो। अहिले चाहिँ 5800 मान्छे मरिरहेछ। हिमालय आफ्टर 30 इयर माछा पुच्छे आँखाले मरिसकेको देखिसकेको मान्छेलाई यो प्रुफ चाहिँदैन। यो आउँछ भनेर 1.5 वर्ष पहिले मैले नेपालको नेताहरूलाई भनिसकेको छु। कसैले मलाई भाव दिएन, कसैले मतलब राखेन। 1.5 वर्षदेखि म नेपालमा कुद्दैछु, 2 वर्षदेखि, र यही सब कुराको ट्रेनिङ दिइरहेको छु नेपालमा। सबभन्दा पहिले मैले त नेताहरूसँगै गएर ढोका दिएँ। नेताहरूले नमानेर बल्ल म तपाईहरुको माझमा आइरहेको छु। म क्याशलेसले 2 करोड नेपालीलाई मर्नबाट बचाउन सक्छ, त्यो चाहिँ फाइदा हो। तर क्याशलेसले ओलीको घरमा भएको 8000 करोड, देवाको घरमा भएको 12000 करोड, प्रचण्डको घरमा भएको 10000 करोड खोज दिन्छ, त्यो चाहिँ यसको घाटा भयो। तर एउटा गुड न्युज है, काठमाडौँ भ्यालीको जुन यो हावाको नराम्रो सिचुएसन छ, यसलाई हामीले अहिले हामी वर्ल्डमा नम्बर 1 छौं। अबको 4 महिनामा यसलाई वर्ल्डको नम्बर 7-8 मा चाहिँ ल्याउन सकिन्छ। 4 महिनामा म फेमस भयो भने यो देशमा म राजतन्त्र पनि बाँच्न दिदिन र गणतन्त्र पनि बाँच्न दिदिन। मेरो नाम जय शाह, मेरो घर जनकपुर, तर बस्न चाहिँ म अमेरिकाको टेक्सासमा बस्छु। 17 वर्ष 18 वर्षदेखि म त्यही बसिरहेको छु। त्यहीँबाट फिड युनिभर्सिटीबाट मैले एमबिए गरेको छु। लगभग 15 वर्षदेखि म चाहिँ नेपालमा के प्रब्लम हो त्यो प्रब्लमहरुमाथि चाहिँ रिसर्च गरिरहेको थिएँ र कसरी त्यसलाई सोलुसनमा ल्याउने भनेर। त्यसको लागि मैले 3-4 वटा नयाँ आइडिया र कन्सेप्टहरुको चाहिँ र प्रोडक्टहरुको चाहिँ मैले इन्भेन्सन र प्याटेन्ट पनि लिएको छु। र त्यो सबै गरिसकेपछि कसरी सोसाइटीमा यसलाई इम्प्लिमेन्ट गर्ने, के गरी च्यानलाइज गर्न सक्ने भनेर त्यसैको लागि मैले चाहिँ यो कल्किजम रिसर्च सेन्टर चाहिँ मैले स्थापना गरेको हो। र तपाईहरुसँग एउटा पेपर छ होला, 2 करोड नेपालीलाई मर्नबाट बचाउने। हाम्रो जुन डाक्टर साहब र इन्जिनियर साहबहरुले जुन कुरो भन्नुभयो त्यो दुईटा कुरो एकदमै इम्पोर्टेन्ट छ, ग्लोबल वार्मिङ र एन्टिबायोटिक रेजिस्टेन्स। तपाईहरुले थाहा छ कि छैन, तर WHO को अनुसार वर्ल्डमा सबभन्दा ठूलो डेन्जर भनेको ग्लोबल वार्मिङ र दोस्रो सबभन्दा ठूलो डेन्जर भनेको एन्टिबायोटिक रेजिस्टेन्स हो। र यो दुईवटा कारणले नेपालमा एकले 2 करोड भन्दा बढी नेपालीलाई मार्न सक्छ। अब कसरी 2 करोड भन्दा बढी नेपालीलाई जान बचाउने र यो डाटा 2 करोड सही हो कि होइन भनेर त्यो पनि हामीले थाहा हुनु पर्यो। हाम्रो अर्थशास्त्रीहरूले अस्ति प्रेस कन्फरेन्स गर्नुभएको थियो। त्यो प्रेस कन्फरेन्समा हामीले चाहिँ लेखेरै भनेछौँ, तल 30 देखि 40 वर्षमा 1 करोड भन्दा बढी नेपालीलाई अकाल मृत्युबाट जोगाउन। तल चाहिँ हामीले मिडियामा गएर भन्दाखेरि 1 करोड मात्रै भनेछौँ, तर हुन चाहिँ यो 2 करोड पनि भन्दा बढी छ। अब 30 देखि 40 वर्षमा नेपालको पपुलेसन अहिले 30 करोड छ, तर 3 करोड छ, तर 30 देखि 40 वर्षमा नेपालको पपुलेसन 3 करोड हुँदैन, 4.5 करोड 5 करोडसम्म हुन्छ। त्यो मध्ये 2.5 करोड 3 करोड नेपाली चाहिँ मर्छ अकाल मृत्युले गर्दा, त्यो चाहिँ ग्यारेन्टी छ। र त्यो डाटातिर अहिले चाहिँ हामी जान्छौँ। यो चाहिँ हाम्रो मैले बुक लेखेको बुकहरु चाहिँ नेपाललाई विश्वगुरु बनाउन आर्थिक क्रान्ति, यो चाहिँ नेपाली भर्सन हो। इंग्लिश भर्सन चाहिँ द कम्युनिस्ट म्यानिफेस्टो। कार्ल मार्क्सले बुक लेखेको थियो द कम्युनिस्ट म्यानिफेस्टो। त्यसपछि वर्ल्डमा अल्टरनेटिभ इकोनोमिक मोडल एउटा पनि आएको छैन, 170 वर्ष भयो। त्यसपछि हो हामीले यो अल्टरनेटिभ इकोनोमिक मोडलको बुक लेखेको मैले र उमा सरले मिलेर, र त्यसैमा चाहिँ नेपाली भर्सनमा ट्रान्सलेट गर्दाखेरि नेपाललाई विश्वगुरु बनाउन दाइजोमुख महिला अधिकार क्रान्ति र द जाल साइन्स टु स्टप ग्लोबल वार्मिङ। इकोनोमिक्स बुझ्नेहरूले सरलाई थाहा होला कि ग्लोबल वार्मिङको मेन सबभन्दा ठुलो कारण भनेको क्यापिटलिजम हो। र जबसम्म सस्टेनेबल इकोनोमिक मोडल आउँदैन तबसम्म यो ग्लोबल वार्मिङको सोलुसन आउनै सक्दैन, इम्पोसिबल नि हो। र यो क्यापिटलिजमलाई कन्ट्रोल गरेर हामीले सस्टेनेबल इकोनोमिक मोडल ल्याएनौँ भने यो धरतीमा 6 अर्ब मान्छे मजाले मर्छ, 6 अर्ब। र त्यही 6 अर्ब मान्छेलाई मर्नबाट बचाउनको लागि मैले यो नयाँ सस्टेनेबल इकोनोमिक मोडल कल्किजम लेखेको छु, जुन चाहिँ आजभन्दा 6000 वर्ष पहिला कृष्ण भगवानले भागवत पुराणको 7औं च्याप्टरमा लेखेरै भन्नुभएको छ कि 6000 वर्षपछि यो कानुन लागू हुनुपर्छ। र त्यो कानुनको पुरै रोडमै मैले हाम्रो भागवत पुराणबाट लेखेको छु। त्यही भएर हाम्रो किताबको तल लेखेको छ
एथिक इकोनोमिक सिस्टम टु इन्डिकल यु। यस्तो सेमिनारहरू मैले लगभग हामीले चाहिँ 43वटा जस्तो सेमिनार गऱ्यौँ र यहाँ मास आज कम हुनुको कारण पनि एउटै कुरो हो कि काठमाडौँ भ्यालीमा लगभग जति चाहिँ प्रोफेसर लेक्चरहरू हुनुहुन्छ उहाँहरूलाई सबैलाई यो प्रोग्रामको बारेमा थाहा छ। अब केही सरहरू नयाँ हुनुहुन्छ उहाँहरूलाई थाहा थिएन, त्यही भएर उहाँहरूले चाहिँ यो प्रोग्रामको बारेमा ल के छ भनेर जाउँ भनेर, तर म्याक्सिमम सरहरूलाई चाहिँ यो प्रोग्राम के हो भनेर थाहा छ। यस्तो हामीले 43वटा प्रोग्राम गरिसकेका छौँ। प्रोग्रामकै क्रममा हाम्रो चाहिँ राष्ट्र ब्याङ्कका प्रमुख व्यक्तिहरू हुनुहुन्थ्यो। उमाशङ्कर सर हुनुहुन्थ्यो यो ग्रुपमा, एक्स हेल्थ मिनिस्टर, त्यसपछि म, अर्को राष्ट्र ब्याङ्ककै गणमान्य व्यक्ति हुनुहुन्छ, त्यसपछि डाक्टर रमित गुप्ता हाम्रो चाहिँ एन्टिबायोटिक रेसिस्टेन्स रिसर्च टिमको डाइरेक्टर हुनुहुन्थ्यो। उहाँ चाहिँ चाइनामा सन्यासन मेडिकल कलेजमा उहाँ चाहिँ प्रोफेसर हुनुहुन्थ्यो। भर्खर 1 वर्ष पहिला उहाँ चाहिँ बित्नुभयो, त्यही भएर हाम्रो डक्टरको टिम बनाउन अलि 1 वर्ष ढिलो भयो, नत्र भने हामीसँग यस्तै डक्टरहरूको टिम योभन्दा पहिला 1 वर्ष पहिला नै रेडी भइसकेको हुन्थ्यो। अब यो जिम्मेवारी चाहिँ हाम्रो अभिषेक सरले लिनुभएको छ, डक्टर अभिषेक गुप्ताले अभिषेक अमरले लिनुभएको छ र एकदमै राम्ररी अहिलेसम्म हाम्रो 130 जनाको डक्टरको टिम बनिसक्यो र अबको 30 दिनभित्रमा हामीसँग कमसेकम 1000 डक्टरको टिम हुन्छ र 2 करोड नेपालीलाई मर्नबाट बचाउने अभियानमा अर्थशास्त्रीहरू अग्रपन्थीमा हुनुहुन्छ र अर्थशास्त्रीहरूको योद्धाको रूपमा 1000 डक्टर अब समाजमा आउँदै हुनुहुन्छ। अब डाटातिर त हामी नेपालमा हरेक वर्ष आत्महत्या र हत्याको कारणले गर्दा 6900 मान्छेको मृत्यु हुन्छ। त्यसमध्ये चाहिँ 90% जति चाहिँ फाइनेन्सियल डिप्रेसन र फाइनेन्सियल रिजनको कारणले गर्दा हुन्छ। मेडिकल रिजनको कारणले चाहिँ 10% मात्रै हुन्छ, बाँकी चाहिँ फाइनेन्सियल डिप्रेसन र फाइनेन्सियल रिजनको कारणले गर्दा हुन्छ। उपचारको अभावमा हरेक वर्ष 3000 देखि 4000 नेपालीको गरिब नेपालीको त नि हैन, गरिब नेपालीको चाहिँ मृत्यु हुन्छ, किनभने पैसा छैन उपचार गराउनको लागि उहाँहरुसँग। र त्यतिकै चाहिँ नेपालीहरूले घर पनि बेच्नु पर्ने हुन्छ उपचारकै क्रममा। दाइजोको कारणले हरेक वर्ष 150 देखि 200 नेपालीको मृत्यु हुन्छ। एक्सिडेन्टको कारणले हरेक वर्ष 3000 देखि 4000 नेपालीको मृत्यु हुन्छ र दाइजोकै कारणले हरेक वर्ष 4000 देखि 5000 केटीको भ्रूण हत्या हुन्छ। अब मेन 3वटा टपिक आयो हाम्रो। एन्टिबायोटिक रेसिस्टेन्स, यसले चाहिँ 6400 नेपालीको हरेक वर्ष मृत्यु हुन्छ। एयर पोल्युसन, यसले चाहिँ हरेक वर्ष 5800 नेपालीको प्रिमेच्योर डेथ हुन्छ, मृत्यु हुन्छ। ग्लोबल वार्मिङको भिजिबली चाहिँ कति मृत्यु हुन्छ त्यो चाहिँ डाटा क्लियर छैन, तर भर्खर 4-5 महिना ठुलो जुन बाढी आएको थियो त्यो चाहिँ ग्लोबल वार्मिङको कारणले गर्दा, जसले गर्दा चाहिँ 400 नेपाली 4-5 दिनमा मर्नु परेको थियो। अब यो नम्बरहरूलाई यतिकै भइदियो भने, यो नम्बर हरेक वर्ष यतिकै भयो भने, बढेन भने अलमोस्ट 30000 नेपाली हरेक वर्ष मरिरहेछ। 30 वर्षमा यो चाहिँ 1 करोड पुग्छ। यो यतिकै रह्यो भने, बढेन भने। तर 25 वर्ष पहिला जब एन्टिबायोटिक रेसिस्टेन्स नेपालमा नयाँ थियो, त्यति बेला चाहिँ 25 वर्ष पहिला नेपालमा एन्टिबायोटिक रेसिस्टेन्सको कारणले मुस्किलले 100 जना नेपाली मर्थ्यो र अहिले आएर हरेक वर्ष 6400 नेपाली मरिरहेछ। यही चाहिँ हाम्रो डाक्टर रमित गुप्ताजीले एकदमै ठुलो डाटा निकाल्नु भयो, जुन चाहिँ हाम्रो सोसाइटीले मिस गरिरहेछ। यो ग्रोथ रेट हरेक वर्ष चाहिँ एन्टिबायोटिक रेसिस्टेन्स 18.1% को ग्रोथ रेटले ग्रो भइरहेछ। यदि 18.1% को रेटले यदि ग्रो भइरहेछ र यसलाई रोक्न सकिएन भने अहिले जुन 6400 नेपाली हरेक वर्ष मरिरहेछ, अबको 15 वर्षपछि 77,000 हुन्छ, त्यसपछि 1,78,000, त्यसपछि 4,09,000 र 30 वर्षपछि 9,41,000 हुन्छ। अलमोस्ट 10 लाख हरेक वर्ष 10 लाख नेपाली मर्नेछ एन्टिबायोटिक रेसिस्टेन्सको कारणले। इफ हाम्रो सबै एन्टिबायोटिक मरेर सिद्धिदैन, इफ दुनियाँमा वैज्ञानिकहरूले नयाँ नयाँ एन्टिबायोटिक आविष्कार गरिरहेको छ भने, यदि दुनियाँमा वैज्ञानिकहरूले एन्टिबायोटिक आविष्कार गर्न छोडिदियो भने र हाम्रो सबै एन्टिबायोटिक मरिसक्यो भने यो नम्बर 50 लाख पनि पुग्न सक्छ वर्षमा। त्यही भएर वर्ल्ड हेल्थ अर्गनाइजेसनले यसलाई वर्ल्डकै दोस्रो सबभन्दा ठुलो डेन्जर भनेको छ। र यसमा सबभन्दा ठुलो कुरो के हामीले हेर्नुपर्ने छ भने 2015 पछि नयाँ क्लासको एन्टिबायोटिक आविष्कार भएको छैन, या फेरि आविष्कार गर्ने जुन देशहरू छ त्यसले दुनियाँलाई रोकेर राखेको छ, दिइरहेको छैन। किन? अब सपोज इन्डिया जस्तो देश छ, इन्डियाको सबै एन्टिबायोटिक मर्यो भने उनीहरूसँग आविष्कार गर्ने क्षमता छ। अब ल तेरो सबै एन्टिबायोटिक मरिसकेका छौ, अब 2 रुपैयाँ पर्ने एन्टिबायोटिक हामी तिमीलाई 2000 मा दिन्छौँ।
पुरै देशको डाटा सिस्टम कन्ट्रोल जनतालाई जे भन्छ त्यो गर्नै पर्छ अर्को विदेशले, अमेरिकाले, ब्रिटेनले, चाहे त्यो इन्डिया होस्, चाहे त्यो नेपाल होस्, चाहे त्यो पाकिस्तान होस्, चाहे त्यो बांग्ला होस्। किनभने हाम्रो त एन्टिबायोटिक आविष्कार हुँदैन, सबै आविष्कार भएको उतै हो। मतलब हाम्रो मान्छे मात्र बढ्दैन, हाम्रो देशमाथि पनि विदेशीको फुल कन्ट्रोल हुन्छ। अब सेम तरिकाले फेरि हामी जाउँ यो एयर पोल्युसनमा। मैले यो स्लाइड बनाउँदाखेरि अब सरहरू एक दुईजना सरहरू हुनुहुन्छ, धेरै पहिला देख्नुभएको छ यो स्लाइड। यो स्लाइड बनाउँदाखेरि काठमाडौँ चाहिँ वर्ल्डमा 4औं नम्बरमा थियो एयर पोल्युसनको मामलामा। अहिले चाहिँ हामी कति नम्बरमा छौँ? 1 नम्बरमा छौँ। मतलब यसमा पनि ग्रोथ रेट छ। आजभन्दा 40 वर्ष पहिला एयर पोल्युसनको कारणले मुस्किलले 10 जना 20 जना 50 जना मान्छे मर्थ्यो। अहिले चाहिँ 5800 मान्छे मरिरहेछ। यसको मतलब हो कि यसमा पनि 17% को ग्रोथ रेट छ। यसको मतलब हो कि 30 देखि 40 वर्षमा यसले पनि 1.5 करोडदेखि 2 करोड नेपालीलाई सकाप पार्छ। र सबभन्दा ठुलो कुरो एन्टिबायोटिक रेसिस्टेन्सले र एयर पोल्युसनले मार्ने भनेको सबभन्दा बढी शहरी क्षेत्रको जनतालाई हो। हाम्रो जति विज्ञहरू हुन्छ, डाक्टरहरू हुन्छ, कोही इम्युन छैन योबाट। नेताहरू छ, कोही पनि इम्युन छैन। र ग्लोबल वार्मिङ हाम्रो इन्जिनियर साहबले भनिदिनु भयो लोड सेडिङको बारेमा। ग्रोथ रेटकै कुरा गर्नु भने भर्खर हामीले 2024 मा एउटा भिडियो हेरेको थियौँ, माछा पुच्छे हिमालय मरिसक्यो। एउटा हिमाल चाहिँ अहिले मरिसकेको छ। अब त्यही ग्रोथ रेट गयो भने अबको 30 वर्षमा नेपालको 80% हिमालय मरिसक्यो हुन्छ। भन्नुको मतलब नेपालमा जम्मा 4 महिना बिजुली प्रोडक्सन हुन्छ र 8 महिना बत्ती नै हुँदैन। हामी त्यो लेभलमा पुग्दैछौँ। अनफोर्चुनेटली नेपालमा यो लेभलमा रिसर्च कसैले गरेको छैन, किनभने नेपालमा रिसर्चको इन्भाइरोमेन्ट नै छैन र राजनीतिले दिमाग यतिको मान्छेको प्रब्लममा छ कि कसैले सोच्नै सक्दैन। अमेरिकाको युनिभर्सिटीमा जानु, त्यहाँ खालि रिसर्चको कुरा हुन्छ। यहाँको युनिभर्सिटीमा जानु, तपाईँको क्याम्पस टिमभन्दा डोबर स्यालेरी यहाँ चाहिँ क्याम्पसका स्टुडेन्ट युनियनको गुन्डाहरूको छ, दोबर कमाइ छ। यहाँ चाहिँ रिसर्च केमा हुन्छ? कसरी गुन्डाहरूले डाक्टर र टिचर भन्दा डोबर तेबर चौबर 4 गुणा बढी स्यालेरी कमाउने। प्रब्लम त्यही छ। हाम्रो शिक्षण संस्थानमा, हाम्रो युनिभर्सिटीमा राजनीति धेरै भयो, खत्म भइसकेको छ। लिटरली खत्म भइसकेको छ हाम्रो देश। अब यो मेटिन मात्रै बाँकी छ र यहीबाट जोगाउनको लागि तपाईहरुलाई मैले यो अभियानमा जोड्नको लागि आएको छु। कसरी तपाईको शाखा सन्तानलाई, भविष्यलाई मर्नबाट बचाउन सकिन्छ। यति कुरा मात्रै हैन, यदि 80% हिमालय मरिसक्यो भने तराईमा 2 महिना मात्रै पानी हुन्छ, 10 महिना पानी हुँदैन। भन्नुको मतलब नेपालमा फुडको प्रोडक्सन, एग्रिकल्चर बेस्ड आइटमको प्रोडक्सन अफ्रिका जस्तै हुन्छ। त्यसपछि नेपालमा अफ्रिका जस्तै गृहयुद्ध हुन्छ। त्यसले गृहयुद्धले पनि नेपालमा कमसेकम 40-50 लाख मान्छेलाई मज्जाले मार्न सक्छ यसले। अब अहिलेसम्म हामीले प्रब्लम मात्रै हेर्यौं, अब थोरै सोलुसनतिर पनि जानु पर्यो। सोर्स अफ प्रब्लमतिर पनि जाउँ है। अब यो प्रुफ मैले यतिको भनिसकेपछि भन्न खाली मात्र भएन नि, त्यसले प्रुफ पनि देखाउनु पर्यो नि त। मलाई थाहा छ, यहाँ सबै पढेर लेखेको मान्छे हुनुहुन्छ, सबैलाई थाहा छ यो कुरोहरू। प्रुफ देखाउनु पर्दैन, तर पनि कहिलेकाहीँ कसैले सोधिन्छ खोइ त डाटा, खोइ त प्रुफ। एन्टिबायोटिक रेसिस्टेन्समा हाम्रो चाहिँ डाक्टरहरू धेरै हुन्छ, उहाँलाई सबै कुरो थाहा छ। जो चाहिँ मेडिकल ब्याकग्राउन्डबाट हुनुहुन्छ उहाँले म थोरै भन्दैछु। एकजना पेसेन्टको चाहिँ यहाँ कल्चर टेस्ट भएको छ, नेपालमा भएको यति एन्टिबायोटिक उसको बडीमा अब रेसिस्ट भइसकेको छ, काम गरेन। एउटा यो मात्रै एन्टिबायोटिकले काम गरिरहेको छ। र सबभन्दा ठुलो डरलाग्दो कुरो यसमा के थाहा छ? त्यो मान्छेले मुस्किलले यो जिन्दगीमा 3-4 वटा मात्रै एन्टिबायोटिक खाएको छ, बाँकी कसले खाएको छ थाहा छ? उसको छिमेकीले र कुखुराले। छिमेकीले एन्टिबायोटिक खानु, छिमेकीले चोरी गर्नु र तपाईँ जेलमा जानु भनेको यही हो। यो प्रब्लमबाट प्रधानमन्त्री ठुल्ठुलो नेताहरूको छोराछोरी मात्रै इम्युन छ, किनभने उनीहरू विदेशमा बस्छ। तपाईको छोराछोरी नेपालमा बसिरहेछ भने भविष्य छैन। अब टक्सिक एयरको प्रुफ यो चाहिँ मैले अलि भर्खर 1 वर्ष पहिला मैले निकालेको थिएँ, जब हाम्रो नेपाल चाहिँ 4औं-5औं नम्बरमा थियो। पब्लिकले प्रुफ मागिरहेको थियो। अहिले त तपाईहरुले आफै पहिलादेखि थाहा छ हामी वर्ल्डमा नम्बर 1 हो, प्रुफ दिनै पर्दैन।
हिमालय आफ्टर 30 इयर माछापुच्छे आँखाले मरिसकेको देखिसकेको मान्छेलाई यो प्रुफ चाहिँदैन। मैले यो स्लाइड बनाउँदाखेरि अलमोस्ट 1.5 वर्ष भइसक्यो। 1.5 वर्ष पहिला चाहिँ माछापुच्छे मरिसकेका थिएन, त्यति बेला चाहिँ यो प्रुफ चाहिन्थ्यो होला। तर जब आँखाले हामीले देखिसकेका छौँ भने प्रुफ माग्नु पनि इज सेमलेस। 30 इयर्स भर्सेस 10 इयर। अब यहाँ म के देखाउन चाहन्छु भने मैले भर्खर यो स्लाइड बनाउँदासम्ममा चाहिँ नेपाल काठमाडौँ चाहिँ वर्ल्डमा 4थो नम्बरमा थियो। अचानक 1 नम्बरमा पुग्नुको कारण के भन्दाखेरि हाम्रो चाहिँ वाइल्ड फायर जुन भइरहेको छ नेपालमा त्यो सबभन्दा ठुलो रिजन छ। अब ग्लोबल वार्मिङको एउटा के ठुलो इफेक्ट छ भन्दाखेरि यस्तो वाइल्ड फायर अब धेरै कमन हुन्छ। अस्ति भर्खर तपाईँले लस एन्जल्समा हेर्नुभयो वाइल्ड फायर, त्यस्तै वाइल्ड फायर अहिले नेपालमा सुरु भयो। अब यो बिगिनिङ मात्रै हो, अन्त होइन। अब यसपछि योभन्दा ठुल्ठुलो वाइल्ड फायर आउँदैछ हरेक वर्ष, किनभने गर्मी धेरै बढिसकेको छ। जुन तरिकाको यो वाइल्ड फायर आइरहेछ हाम्रो हिमालय मर्न अब 30 वर्ष पनि नलाग्न सक्छ, 10 वर्षमै मर्न सक्छ। यदि नर्मल रेटमा गइरह्यो भने त 30 वर्ष लाग्ला। तर यस्तो इभेन्टहरू भइदियो भने खत्तम, देशै खत्तम, एकजना बाँच्दैन। बगर गएर नुस सङ्करकाल पनि लाग्न सक्छ होला। र तपाईँहरूलाई विश्वास छैन होला, यो आउँछ भनेर 1.5 वर्ष पहिले मैले नेपालको नेताहरूलाई भनिसकेको छु। कसैले मलाई भाव दिएन, कसैले मतलब राखेन। 1.5 वर्षदेखि म नेपालमा कुद्दैछु, 2 वर्षदेखि, र यही सब कुराको ट्रेनिङ दिइरहेको छु नेपालमा। सबभन्दा पहिले मैले त नेताहरूसँगै गएर ढोका दिएँ। नेताहरूले नमानेर बल्ल म तपाईँहरूको माझमा आइरहेको छु। म यो हुँदैछ भनेर मलाई 2 वर्ष पहिलादेखि थाहा थियो, 10 वर्ष पहिलादेखि थाहा थियो र 5 वर्ष पहिलादेखि थाहा थियो। अनि त मैले यो अभियान चलाएको छु, अनि त मैले यो किताब लेखेको छु। हाम्रो 4 वर्ष 5 वर्ष त त्यतिकै सरकारलाई मनाउँदैमै वेस्ट भयो। तर एउटा गुड न्युज है, काठमाडौँ भ्यालीको जुन यो हावाको नराम्रो सिचुएसन छ, यसलाई हामीले अहिले हामी वर्ल्डमा नम्बर 1 छौँ। अबको 4 महिनामा यसलाई वर्ल्डको नम्बर 7, 8 मा चाहिँ ल्याउन सकिन्छ 4 महिनामा। र अबको 12 महिनामा, त्यसको 12 महिनापछि यसलाई अबको 40 वर्ष पहिला हाम्रो नेपालको काठमाडौँको कस्तो हावा थियो त्यस्तै लेभलमा पुर्याउन सकिन्छ। 4 महिनामा कसरी लाने त्यो आइडिया भर्खर हिजो राति मात्रै मेरो दिमागमा आयो। त्यही भएर त्यो पहिला म 4 महिनाको आइडिया सेयर गर्छु, त्यसपछि त्यसमाथि हामी थोरै छलफल गरौँला। तपाईँहरूको पनि थोरै फिडब्याक चाहिन्छ। यो आइडिया के हो भन्दाखेरि तपाईँहरूले धेरैलाई थाहा होला कि रुसदेखि इन्डियासम्म तेलको पाइपलाइन बनिसकेको छ। समुद्रको तल भएर माथि भएर जहाँ जहाँ हुन्छ त्यहाँ भनेको हजारौँ माइल, लाख माइल किलोमिटरको पाइपलाइन बनिसकेको छ। काठमाडौँको जुन नदीहरू छ त्यो नदीहरूमा यस्तो पाइप हामीले ओछ्याउन सक्छौँ कि सक्दैनौँ? प्लास्टिकको पाइपहरू त्यो भनेको मुस्किलले 200 किलोमिटर होला। र त्यो पुरै इन्स्टल गर्न हामीलाई मुस्किलले 2 महिना चाहिन्छ। र यो पाइपलाइनको जुन लास्ट कनेक्टिभिटी हुन्छ काठमाडौँ भ्याली बाहिर चौहारको एरियाबाट, अब कि त टनल निकालेर हुन्छ कि त सिधा नदीको माध्यमबाट हुन्छ, बाहिर गएर त्यहाँ हाइपर लुपमा जुन हुन्छ नि भ्याक्युम क्रिएट गर्ने सिस्टम, यो मेसिन दिएको छ यहाँ, भ्याक्युम क्रिएट गर्ने मेसिनहरू यस्तो हुन्छ। लास्टमा चाहिँ यस्तो भ्याक्युमहरू लगाइदियो भने र यो पाइपहरू नदीहरूमा बिछाइदियो भने, अहिले नदीमा त पानी छैन नि त, 1 मिटर 2 मिटर वाइड पाइपहरू हामीले नदीमा ओछ्याइदियो भने 6 महिनाको लागि यसले काठमाडौँ भ्यालीको 60% 40% जति फोहर हावाले तानेर काठमाडौँ भ्याली बाहिर फालिदिन्छ। अब यो पाइपहरू चाहिँ नदीमा हुन्छ र यो पाइपमाथि चाहिँ वारहरूमा सानो सानो पाइपहरू कनेक्टेड हुन्छ, त्यसमा चाहिँ यो फ्यान कनेक्टेड हुन्छ। यो फ्यानको काम यो पाइपको थ्रु यो पाइपमा हावा ल्याउने र यो पाइपको एन्डमा नदीको बाहिर चौहारको बाहिर यो लागेको हुन्छ, एक्जस्ट यो सक्सन पम्प लागेको हुन्छ, भ्याक्युम पम्प लागेको हुन्छ। त्यो भ्याक्युम पम्पले तपाईँहरूले कसैले त्यो ड्राइभ थ्रु ब्याङ्क हेर्नु भएको छ कि छैन, अमेरिकामा बटन थिच्यो भने त्यो भ्याक्युम पम्पको सिस्टम खुल्छ र एकैचोटि जे भित्र छ सबै बाहिर आउँछ। अनि 10 किलोमिटर लामो पाइप होस्, 20 किलोमिटर लामो पाइप होस्, जति हावा हुन्छ फोहोर छ सबै एकैचोटि काठमाडौँ भ्याली बाहिर जान्छ। तर सरकारले यो गर्नु पर्यो र मलाई लाग्छ सायद तपाईँहरूसँग कोही कनेक्सन छ भने सरकारसँग मेसेज जान सक्छ। मलाई त्यो सरकारसँग भरोसा उठिसकेको छ, मलाई यो सरकारसँग भरोसा उठिसकेको छ। गर्छ होला भन्ने हिम्मत यो सरकारसँग छ भन्ने छैन।
चाहे काठमाडौँ भ्यालीमा 30 लाख नेपाली नै मरोस्। किन गर्दैन थाहा छ? म फेमस भयो भने यो देशमा म राजतन्त्र पनि बाँच्न दिदिनँ र गणतन्त्र पनि बाँच्न दिदिनँ। यिनीहरूको अन्त गरेरै छोड्छु म। र जय शाह फेमस नहोस् भनेर नेपालको सबै नेता लागि परिसकेका छ। तपाईहरु 2-4 जनालाई थाहा छ। अब नेपालमा ज्ञानतन्त्र आउँदैछ र यही ज्ञानतन्त्रको लडाई लिएर म आएको छु। नेपालको सबै मन्त्री, प्रधानमन्त्री अर्थशास्त्री हुनुपर्छ। त्यो हाम्रो रिसर्च सेन्टरको अवधारणा हो। नेपालमा तपाई अर्थशास्त्री हुनु भन्ने राजनीति गर्न सक्नुहुन्न। थोरै पढे लेखेको हुनुपर्छ, कमसेकम 15 वटा जति एक्जाम दिनुपर्छ, लाइसेन्स लिनुपर्छ। जसरी डाक्टर बन्नलाई लाइसेन्स चाहिन्छ त्यसरी नै नेता बन्नलाई पनि तपाईले लाइसेन्स लिनु पर्नुहुन्छ। अनि मात्रै तपाईले राजनीति गर्न सक्नुहुन्छ। त्यो व्यवस्थाको लागि हामी लडाई सुरु गर्न जान्छौँ। तर पहिला त्योभन्दा पहिला 2 करोड नेपालीलाई मर्नबाट हामी बचाउन चाहन्छौँ। र यो केटाको माइन्डसेट यस्तो छ भनेर नेपालको अहिलेको नेताहरूले नेभी संघले अनिरसले जहाँ पनि मलाई ब्ल्याकआउट गरिरहेछ। तर अब सक्दैन तिनीहरू, किनभने हाम्रो टिममा 1000 भन्दा बढी डाक्टर जोडिदिएका छन्, विज्ञहरू जोडिएका छन्। समय लाग्यो, थोरै समय लाग्यो, के गर्ने भने तपाईहरुमध्ये कसैले सक्नुभयो भने यो 4 महिनामै नेपालमा काठमाडौँ भ्यालीलाई वर्ल्डको नम्बर 1 बाट नम्बर 7 नम्बर 8 मा चाहिँ चेन्ज गर्न सकिन्छ। हामी उतातिर पनि मेसेज जानु पर्यो। हाम्रो एकदा 7-8 जना इन्जिनियरको पनि टिम बन्दैछ अबको 7 दिन भित्रमा। र हामी यो 4 जना मेयरलाई यो प्रपोजल लिएर जान्छौँ कि यसो यस्तो गर्नुभयो भने नेपाल काठमाडौँ भ्यालीलाई मर्नबाट बचाउन सकिन्छ। हेरौँ के आउँछ रिस्पोन्स। त्यसपछि एउटा एकदमै ग्लोबल वार्मिङको कारणले के कस्तो असर पर्दैछ नेपालमा त्यो पनि थोरै भन्छु है। 4 महिना 5 महिना पहिला ठुलो बाढी भएको थियो, तपाईहरुले सबैजना थाहा छ। त्यसमा जति लगभग 400 जति नेपाली मरेको थियो। त्यसमध्ये तराईमा जम्मा 1% मात्रै मर्यो र पहाडमा चाहिँ 99% मान्छे मर्यो। यतिको धेरै भेरिएन्स किन भयो? त्यो भेरिएन्सको कारण हो ग्लोबल वार्मिङ र क्लाउडको स्ट्रक्चर। क्लाउड 3 खाले हुन्छ। एउटा हुन्छ लो एल्टिट्युड क्लाउड, एउटा हुन्छ मिड एल्टिट्युड क्लाउड र एउटा हुन्छ हाई एल्टिट्युड क्लाउड। लो एल्टिट्युड क्लाउडको काम चाहिँ तराईको लागि पानी पार्ने, मिड एल्टिट्युडको काम चाहिँ पहाडको लागि पानी पार्ने र हाई एल्टिट्युडको काम चाहिँ हिमालको लागि पानी पार्ने। अब तराईमा के छ भने 60 to 70% ग्रीनरी छैन र क्लाउडको एउटा के नेचर छ, ग्रीनरी छैन भने क्लाउड कन्डेन्स नै हुँदैन। क्लाउड कन्डेन्स हुनको लागि ग्रीनरी चाहिन्छ। मतलब के भयो भन्दाखेरि तराईको हिस्साको जुन त्यो बादल छ अब कहाँ आइरहेछ? पहाडमा त ग्रीनरी छ, त्यही कारणले भएको। र हिमालयमा जाने जुन हाई एल्टिट्युडको क्लाउड छ ग्लोबल वार्मिङको कारणले गर्दा पहाड जस्तो इलाकामा जहाँ घना बस्ती छ त्यहाँ हिमालयभन्दा जानुभन्दा पहिला नै त्यो बादल कन्डेन्स भएर तल झर्छ। मतलब तराईमा चाहिँ अहिले सुक्खा भयो, हिमालमा चाहिँ स्नो पुगेन र पानीहरू कहाँ बढिरहेछ भने पहाडमा आइरहेछ। अलमोस्ट डबल भइसक्यो पहाडमा पानीको फ्लो, बाढीको फ्लो। त्यसले गर्दा हो म्याक्सिमम मान्छे पहाडमा मरेको। तराईमा मान्छे अहिले मरिरहेको छैन, तर 30 वर्षपछि जुन सुरु हुन्छ त्यसले नेपालमा गृहयुद्ध नै ल्याउँछ, त्यो ग्यारेन्टी छ। जति पनि प्रब्लम हेर्नुहुन्छ तपाईहरुले त्यो सबै प्रब्लमको सोर्स एउटा मात्रै छ, पैसा। त्यही भएर मैले डाक्टर उमाशंकर सरलाई र डाक्टर रमित गुप्ताजीलाई सोधेँ, किनभने डाक्टर उमाशंकर चाहिँ पैसाको डाक्टर हुनुहुन्छ र डाक्टर रमित गुप्ता चाहिँ मान्छेको डाक्टर हुनुहुन्छ। पैसाको डाक्टर पनि चाहिन्छ यो क्रान्ति ल्याउनको लागि र मान्छेको डाक्टर त नभए नहुने कुरो भयो। अर्थशास्त्रीको टिम बनाउनुको कारण पनि त्यही हो। अरू विषयतिर फोकस नगरेर मैले अर्थशास्त्रीको टिम बनाउनुको कारण पनि यही हो कि पैसाको उपचार अब नगरी उपाय नै छैन। हाम्रो देशको नेताले 99% झगडामा समय जान्छ र 1% मात्र देशको लागि समय दिन्छ। उसले किन? त्यो झगडाको मेन कारण पैसा हो। त्यो पैसाको सिस्टम हामी चेन्ज गर्न चाहन्छौँ। त्यही सिस्टमलाई कल्किजम भनिन्छ। अब चाहिँ सोसियोतिर जामे एक्जाम्पल दिएर भन्छु म। काठमाडौँ भ्यालीमा 1000 वटा खुद्रा औषधि पसल छ र 50 वटा जति होलसेल औषधि पसल छ। अब नेपाल सरकारले यदि चिठी काटेर त्यो 50 वटा होलसेल पसललाई भन्यो अबदेखि तपाईले यो खुद्रा पसललाई एन्टिबायोटिक बेच्न मिल्दैन। हामी सरकारी एन्टिबायोटिकको लागि पसल खोल्दैछौँ, त्यसमा चाहिँ हामी फार्मासिस्ट राख्छौँ र टेस्ट ल्याब टेस्ट फ्री गरिदिन्छौँ। पुरै सिस्टम म्यानेज गरेर राख्छौँ, कन्ट्रोल गरेर राख्छौँ, ट्र्याकेबल राख्छौँ र ट्रेसेबल राख्छौँ हामी।
त्यो गर्नु भनेको कुनै रकेट साइन्स होइन। 50 वटा दोकान खोल्नु भनेको काठमाडौँभरिमा हरेक नगरपालिकाका जिम्मेवारी दिदियो भने 1 महिनाको काम हो। 50 वटा फार्मासिस्टलाई जब दिने, ट्र्याकिङ सिस्टम डेभलप गर्ने, 3 महिनामा सबै सिस्टम डेभलप हुन्छ। यो गर्नु भनेर मैले स्वास्थ्य मन्त्रालयले 1.5 वर्ष पहिला गरेर भनेको थिएँ मैले र रमेश सरले, केही गरेको छैन अहिलेसम्म। यस्तो सिम्पल काम यो भइदियो भने नेपालमा जति पनि पोल्ट्रीको एन्टिबायोटिक छ र मान्छेको एन्टिबायोटिक छ त्यसमाथि सरकारको पूर्ण कन्ट्रोल हुन्छ। इकोनोमिक्सको ल्याङ्ग्वेजमा यसलाई भनिन्छ डिप्राइभेटाइजेसन। सरकारले प्राइभेट सेक्टरबाट खोसेर आफ्नो स्वामित्वमा कुनै सिस्टमलाई लिनु, यसलाई भनिन्छ डिप्राइभेटाइजेसन। अब यो सिस्टम काठमाडौँमा चाहिँ एकदमै पर्फेक्ट हुन्छ, 100% सक्सेस हुन्छ। तर हाम्रो तराईको बोर्डर एकदम खुला छ। तराईको लागि यो चाहिँ सिस्टम फेल हुन्छ। किन? बोर्डर खुला छ। स्वास्थ्य मन्त्रालयको मान्छेले त्यति बेला सोधे के गर्नु, बोर्डर त खुला छ। मैले भने सिम्पल कुरो छ, नेपाललाई क्यासलेस गरिदिउँ, 100% क्यासलेस। कोही पनि इन्डियाबाट गएर एन्टिबायोटिक किनेर ल्याउन सक्दैन, कोही पनि गएर बेच्न पनि सक्दैन। क्यासलेसको कुरा सुन्ने बित्तिकै स्वास्थ्य मन्त्रालयमा सबैजनाको सातो भयो। किन? क्यासलेसले 2 करोड नेपालीलाई मर्नबाट बचाउन सक्छ, त्यो चाहिँ फाइदा हो। तर क्यासलेसले ओलीको घरमा भएको 8,000 करोड, देउवाको घरमा भएको 12,000 करोड, प्रचण्डको घरमा भएको 10,000 करोड खोज दिन्छ। त्यो चाहिँ यसको घाटा भयो। त्यो मन्त्रालयमा कसैलाई पनि मन परेन। अब उहाँले के भन्नुभयो, 2 करोड नेपाली मरोस्, हामीलाई मतलब भएन, हामी क्यासलेस हुन दिदैनौँ। अब लेभल यहाँसम्म पुगिसकेको छ। अब यसलाई क्यापिटलिजम भन्न मिल्दैन, यसलाई रावणवाद भन्न मिल्छ। यो देशमा रावण तन्त्र हावी भइसकेको छ। यो युगको अन्तिम लडाई अब सुरु हुनु गइरहेछ। रावण तन्त्र खत्म हुँदैन भने तपाईहरुको परिवार खत्म हुन्छ, यो चाहिँ ग्यारेन्टी छ। मैले लेखेर दिए, सिग्नेचर गरेर पनि दिए। एकजना मान्छे तपाईको परिवारमा, एकजना, यदि यो रावण तन्त्र अन्त हुँदैन भने। र यो रावणको सेनाको सेनापति नेभिजन अनि रसिगुरो क्रान्तिकारी, यो 3 जना मात्रै हो। यो रावणको सेनाको सेनापति नेभिजन अनि रसिगुरो क्रान्तिकारी हो। किनभने नेपालमा कसरी 2 करोड नेपाली मर्दैछ भनेर म एउटा प्रोग्राम तपाईको कलेजमा गर्न जान्छु भने मलाई नेभिजन र रसिगुरो क्रान्तिकारी छिन्न पनि दिँदैन। त्यहाँ गणतन्त्रमा बोल्ने मौका पाइन्छ। सुने थिए है? तपाईहरुमध्ये कुनै विज्ञहरू हुनुहुन्छ पब्लिकमा गएर यस्तो बोल्ने हिम्मत छ? भ्रष्टाचारको कारणले, राजनीतिको कारणले 2 करोड नेपाली मर्दैछ। कसैसँग हिम्मत छ बोल्ने यसरी? गणतन्त्रले बोल्ने मौका दिएको छ हामीलाई। राजतन्त्र भएको पनि राजतन्त्रमा यही थियो। त्यही भएर हामीलाई चाहिन्छ मेरिटोक्रेसी, ज्ञानतन्त्र, मेरिटोक्रेसी। र यो आएन भने 2 करोड नेपाली मर्छ, तपाईको परिवारमा कोही पनि बाँच्ने छैन। र सबभन्दा राम्रो कुरो म लास्टमा भन्छु, लास्ट मैले थोरै भिडियोमा भन्दिएँ, विज्ञहरू लडाई लड्दैन, विज्ञहरू रेफरेन्डम गर्छ। हाम्रो लडाईको मोडालिटी नै छैन। हाम्रो मोडालिटी रेफरेन्डम हो, पब्लिक अवेयरनेस हो। हामी एउटा पनि लडाई लड्दैनौँ। We are very smart. We're not going to start a war where we have to get involved physically and on the street. That's not going to happen. भनेपछि डिप्राइभेटाइजेसन र क्याशलेस दुईटा कुरा एकदमै इम्पोर्टेन्ट कुरा हो। डिप्राइभेटाइजेसन र क्याशलेस चाहिँ यो प्रब्लमको सबभन्दा ठुलो सल्युसन हो। अब तपाईहरुले भन्नुहुन्छ कि क्याशलेस त हुनै सक्दैन, हाम्रो हजुरआमाले त पैसा मोबाइल चलाउनै आउँदैन, उहाँहरुलाई कसरी क्याशलेस गर्ने? त्यसको सल्युसन यहाँ छ। यो मेरो पेटेन्टेड टेक्नोलोजी हो, आइडिया हो। नेपाल सरकारले यदि पैसा बारकोड भएको पैसा र यो जो तल नम्बर छ यो पर्सनलाइज करेन्सी भन्छ यसलाई, एउटा फ्यामिलीको लागि फिक्स भएको नम्बर यस्तो प्रिन्ट गरिदियो भने 1 देखि 1000 सम्म 5-5 वटा सबैजनाको फ्यामिलीमा पठाइदियो भने, अब सपोज मेरो हजुरआमाले 10 रुपैयाँको सामान किन्नु छ भने उहाँले 10 रुपैयाँको नोट लिएर जानुहुन्छ पसलमा, पसलेले त्यो 10 रुपैयाँलाई स्क्यान गर्छ, मेरो बैंक एकाउन्टबाट 10 रुपैयाँ ट्रान्ज्याक्सन भएर मेरो त्यो पसलेको एकाउन्टमा जान्छ र हजुरआमाले त्यो 10 रुपैयाँ फर्काएर फिर्ता ल्याउनुहुन्छ। उहाँले 500 को सामान किन्नुहुन्छ भने 500 लाई स्क्यान गर्ने, 1000 स्क्यान गर्नु छ भने 1000 स्क्यान गर्ने, 550 गर्नु छ भने एउटा 500 एउटा 50 को। हाम्रो हजुरआमाले यहाँ चाहिँ मोबाइललाई इन्टरनेट चाहिन्छ, चेक चाहिन्छ, चाहिदैन, पैसा त चिन्नुहुन्छ नि उहाँले। मान्छेलाई स्मार्ट नबनाउनु, पैसालाई स्मार्ट बनाउने प्रोग्राम हो यो, स्मार्ट करेन्सी। र राष्ट्र बैंकले यो चाहियो भने अबको 3 वर्षमा यो सिस्टम पुरै नेपालभरि इम्प्लिमेन्ट हुन्छ। र विदेशबाट हामीले यसको लागि कुनै पनि टेक्नोलोजी किन्नु पर्दैन, बरु हाम्रो जुन नेपालको पैसा विदेशमा छाप्ने टेक्नोलोजी छ त्यो बन्द हुन्छ। अब नेपालको पैसा नेपालमै छापिन्छ र एकचोटी छापेपछि 200 वर्षमा छाप्नु पर्दैन। किन छाप्नु पर्दैन? सपोज तपाईसँग 4-5 वटा हजारको नोट छ र 4 वटा हरायो, एउटा छ, एउटाले तपाईले फोटोकपी गरेर आफ्नो पैसा आफ्नो घरमै छाप्नु हुन्छ। त्यही पैसा तपाईहरुले नेपाल सरकारले 5-5 वटा दियो भने तपाईले 500 वटा पनि राख्न सक्नुहुन्छ। तपाईसँग डेबिट कार्ड छ एउटा,
तपाईको बैंक एकाउन्टमा 25 लाख रुपैयाँ छ, तपाईले त्यही डेबिट कार्डलाई 25 वटा छाप दिनु, के तपाईले बैंक एकाउन्टबाट 25 लाख भन्दा बढी निकाल्न मिल्छ? र यो सिस्टम आइसकेपछि हामी ग्यारेन्टी लिन्छौँ तपाईको बैंक एकाउन्टबाट 1 रुपैयाँ चोरी भयो भने हामी 1 लाख रुपैयाँ तपाईलाई प्राइजमा दिन्छौँ। यतिको सेफ छ यो सिस्टम कि तपाईको बैंक एकाउन्टबाट 1 रुपैयाँ चोरी हुन सक्दैन। त्यो ग्यारेन्टी लिने काम सरकारको। किनभने हामी चाहिँ बैंकिङ सेक्टरमा पनि डीप प्राइभेटाइजेसन ल्याइरहेका छौँ। नेपालमा अब प्राइभेट बैंक हुँदैन, त्यो कन्सेप्ट हामीले लिएर आएका छौँ। जबसम्म यो प्राइभेट बैंक हुन्छ तबसम्म बैंकिङ सिस्टमले चोरी डकैती गरिरहेको हुन्छ। प्राइभेट बैंक सबै बन्द भयो भने सरकारी काम हुन बन्द हुन्छ र अनलाइन फ्रडहरू हुन सबै बन्द हुन्छ। किनभने प्राइभेट बैंकहरुसँग त्यो सिस्टम रोक्ने क्षमता क्यापेसिटी त्यो लेभलको पैसा हुँदैन, कुनैसँग हुँदैन, कुनैसँग हुन्छ। सरकार एउटा मात्रै बैंक भयो, सरकारको प्रफिट यति हुन्छ कि सरकारले त्यो टेक्नोलोजी र सिस्टम पुरै डेभलप गर्न सक्छ र क्याशलेस भएको हुनाले मानिसले पैसा चोरेर कहीँ भाग्न पनि सक्दैन। किनभने उसको एउटा मात्र बैंक एकाउन्ट छ, पैसा चोर्यो भने त उसको बैंक एकाउन्ट लक हुन्छ। 100% ट्र्याकेबल हुन्छ, ट्रान्सपेरेन्सी हुन्छ। त्यही भएर अनलाइन चोरी 100% बन्द हुन्छ, अनलाइन फ्रड 100% बन्द हुन्छ, 99% पनि हुने 100%। र चोरलाई चोरी गर्ने कुनै मौका नै हुँदैन। किनभने हामी नेपालमा स्वास्थ्य शिक्षा र कानुन निशुल्क गर्न गइरहेका छौँ र सबै नेपालीले हामी जब क्रिएट गर्न गइरहेका छौँ। हामीले यस्तो एउटा आइडिया लगाएको छौँ कि नेपालमा अब हामीले 15 करोड जब क्रिएट गर्न सक्छौँ। 1 करोड 2 करोड त पुरै छ, नेपालमा हामी 15 करोड जब क्रिएट गर्न सक्छौँ। अब कसैले भन्छ कि नेपाललाई क्याशलेस बनाउन सकिन्न भन्ने तपाईहरुसँग रोडम्याप छ। अबको 3 वर्षमा नेपाललाई 100% क्याशलेस बनाउन सकिन्छ। क्याशलेस भइसकेपछि हाम्रो फर्स्ट काम हुन्छ प्राइभेट बैंक सबै बन्द गर्ने। जब सबै प्राइभेट बैंक बन्द हुन्छ नेपालमा भएको 8000 अर्ब रुपैयाँ सबै सिधा कहाँ जान्छ? सरकारको बैंकमा। सरकारको बैंकमा सबै पैसा जाने बित्तिकै त्यसपछि हामी के गर्छौँ? अमेरिकाको एउटा ल ल्याउँछौँ। विश्वको 8-10 वटा देशमा यो ल छ। डिपोजिटमा इन्ट्रेस्ट रेट त्यहाँ 0 छ। हामी ब्याज दिन बन्द गर्छौँ अब डिपोजिटमा। सट्टामा तपाईलाई हामी निशुल्क स्वास्थ्य शिक्षा र कानुनको सेवा दिन्छौँ। तपाईले अब ब्याज पाउन सक्नु, हामी तपाईलाई प्रोटेक्सन दिन्छौँ र नेपालको सबै हस्पिटल, स्कुल र कलेज र अदालत तपाईलाई निशुल्क गरिदिन्छौँ ब्याजको सट्टामा। पब्लिक विल ह्याप्पिली एक्सेप्ट इट, एक्सेप्ट करोडपति पब्लिक। जसले ब्याजको पैसाबाट करोडौं अर्ब कमाइरहेछ उहाँहरू बाहेक नेपालको 4% 3% जना बाहेक 95% ले यो मुद्दालाई माया गर्नुहुन्छ। अब प्राइभेट बैंकहरु सबै बन्द भइसकेपछि बैंकमा 8000 अर्ब रुपैयाँ आयो। अब त्यो 8000 अर्ब रुपैयाँ लिएर प्राइभेट बैंक नेपाल सरकार कहाँ जान्छ? मेडिसिटी हस्पिटलमा। मेडिसिटीलाई भन्छ सर तपाईको यो हस्पिटलको दाम 550 करोड छ। अब यो हस्पिटल तपाईले नेपाल सरकारलाई बेच्नु पर्यो। 500 करोडको यो हस्पिटल हामी 50 करोड नाफा दिएर तपाईलाई 550 करोडमा दिन्छौँ हामी। उले उपाय नै छैन, बेच्नै पर्छ। किनभने उले बेचेन भने छेउमा सरकारले अर्को हस्पिटल खोलेर फ्री गरिदिन्छ। अब त्यो 550 करोडको अफर आएको 1 वर्षपछि त्यही हस्पिटल 100 करोडमा 50 करोडमा उले बैंक्रप्सी फाइल गरेर बेच्नु पर्ने हुन्छ। त्यही भएर उसँग अफर भएन, उले बेच्दिन्छ हस्पिटल। 550 करोडमा बेचेको त्यो हस्पिटल त्यो 550 करोड रुपैयाँ उले प्राइभेट बैंक पनि राख्न मिल्दैन, घरमा पनि राख्न मिल्दैन। अब कहाँ राख्नु पर्यो उले? सरकारको बैंकमा। अब सरकारले उलाई ब्याज पनि तिर्नु परेन। मैले तपाईलाई 550 करोड दिएर तपाईको हस्पिटल किनेर त्यो पैसा पनि फर्काएर लिए। अब म जान्छु ग्रान्डीमा त्यही 550 करोड लिएर ग्रान्डीसँग पनि ग्रान्डी किनिदिन्छु, केएमसी पनि किनिदिन्छु, बीएनसी पनि किनिदिन्छु, जति म यहाँ ठुल्ठुलो हस्पिटल छ सबै किनिदिन्छु त्यही 550 करोड र लास्टमा त्यो 550 करोड पनि फेरि फर्केर कहाँ आउँछ? सरकारकै गोजीमा आयो। भन्नुको मतलब सरकारले 1 रुपैयाँ लगानी नगरिकन पनि नेपालको जति प्राइभेट हस्पिटल छ किन्न सक्छ। 0 1 रुपैयाँ लगानी नगरिकन। अब सबै प्राइभेट हस्पिटल सरकारी भइसकेपछि नेपालमा स्वास्थ्य निशुल्क गर्न सजिलो हुन्छ कि हुँदैन? मजाले गर्न सकिन्छ। अहिलेकै बजेटले गर्न सकिन्छ। किन गर्न सकिन्छ भन्दाखेरि अहिलेकै बजेटले श्रीलङ्काले स्वास्थ्य निशुल्क गरिरहेछ। श्रीलङ्कामा यतिकै बजेटले। नेपालमा अलि हेल्थ सेक्टरमा भ्रष्टाचार धेरै भयो, त्यसले गर्दा सकिरहेको छैन। तर श्रीलङ्काले गरेर देखाएर छ भने हामी पनि गरेर देखाउन सक्छौँ। त्यसपछि त्यही हस्पिटल किन्ने फर्मुला हामी चाहिँ स्कुलमा लगाउँछौँ। जति प्राइभेट स्कुल छ सबै किनिदिने हो र लास्टमा सबै पैसा पनि सरकारसँगै फर्केर आउँछ। मतलब कि 1 रुपैयाँ लगानी नगरिकन नेपाल सरकारले नेपालमा भएको सबै हस्पिटल र प्राइभेट स्कुल किन्न सक्छ। स्वास्थ्य र शिक्षा निशुल्क भयो, इजिली निशुल्क भयो। त्यसपछि हामी के गर्छौँ? जति पनि सुन चाँदी पसल छ सबै बन्द गरिदिन्छौँ। अब नेपाल सरकारमा
भएको जुन ब्याङ्क छ त्यो ब्याङ्कबाट मात्रै सुन बेच्न र किन्न पाइन्छ, त्यो व्यवस्था ल्याउँछौँ हामी। यसको के मतलब हुन्छ भन्दाखेरि तपाईको घरमा भएको 2 किलो सुन कहाँ जान्छ? सरकारको ब्याङ्कमा। तपाईले दिनु भएन भने त माटो हुन्छ त्यो। उपाय नै छैन, इन्डिया गरे पैसा नै मिल्दैन। बेच्यो भने त्यहाँबाट क्यास ल्याउनु पर्यो, ब्याङ्क एकाउन्टमा क्यासै राख्न पाइदैन। तपाईको घरमा भएको 5000 करोड र तपाईको घरमा भएको 20 किलो सुन त्यो सबै खोसिन्छ। त्यही भएर यो देशको अहिलेको सरकारलाई यो व्यवस्था मन परेको छैन। अहिलेसम्म जुन मैले यो सिस्टम भनिरहेको छु कुनै न कुनै देशमा अवेलेबल छ। वर्ल्डमा कुनै नयाँ कन्सेप्ट मैले ल्याएको छैन। यो कुनै रकेट साइन्स पनि होइन। हामीले विदेशबाट कुनै टेक्नोलोजी किन्नुपर्छ त्यो पनि छैन। अहिले भएको रिसोर्सेसले नै नेपालमा यो सबै परिवर्तन ल्याउन सकिन्छ। हामीसँग एउटा मात्रै छैन गर्छु भन्ने नेता, यो गरेर देखाउँछु भन्ने नेता मात्रै छैन, बाँकी सबै कुरो छ हामीसँग। 8000 अर्ब नेपाल सरकारसँग आइसकेपछि त्यसपछि हामी के गर्छौँ? त्यसपछि हाम्रो मोडालिटी छ नेपालमा जति पनि जब छ त्यो 15 मिनेटको वाकिङ डिस्टेन्समा ल्याउने। 15 मिनेटको वाकिङ डिस्टेन्समा सबै जब आउने बित्तिकै काठमाडौँ भ्यालीको ट्राफिक 90% खतम हुन्छ, 90% धुवा निस्किन बन्द हुन्छ, 90% एयर पोल्युसन खतम हुन्छ काठमाडौँ भ्यालीको। र यो सबै गर्न हामीलाई मुस्किलले 6 महिना लाग्छ, मुस्किलले 6 महिना, धेरै भयो भने 1 वर्ष। र लास्टमा हामी के गर्छौँ? नेपालको तराईमा जति पनि नदी छ त्यो नदीको छेउमा इरिगेसन सजिलो भएको हुनाले 20 तल्ले खेत बनाउँछौँ। 20 तल्ले खेत भनेको नेपालको म्यापिङ गर्यो भने नेपालमा 3 करोड त्यस्तो 20 तल्ले खेत बनाउन सकिन्छ। 3 करोडमा 2-3 दिनलाई पनि जब दियो भने 6 करोडदेखि 9 करोडसम्म मान्छेलाई जब दिन सकिन्छ नेपालमा। भन्नुको के मतलब भन्दाखेरि तपाईले विदेशबाट नेपाली बोलाउन चाहनुहुन्छ तर त्यसमा त्यो नेपालीलाई कहाँ जागिर दिनुहुन्छ? तपाईहरुले तपाईसँग जागिर छ? जागिरै छैन। र यो भर्टिकल फार्मिङ गर्नको लागि कुनै रकेट साइन्स चाहिँदैन। त्यसको लागि खाली मेटल, प्लास्टिक, माटो, इन्जिनियर र लेबर यति हो चाहिएको हामीलाई। र यो सबै कुरो नेपालमा अवेलेबल छ। नेपालमा यतिको फार्मिङ भर्टिकल फार्मिङ हामीले गर्न सक्यो भने सपोज 1 करोड पनि 20 तल्ले खेत बनाउन सक्यो भने नदीको छेउमा भने नेपालमा 8 लाख 10 लाख बिघा जमिन खाली हुन्छ। त्यो खाली जमिनमा फेरि 4 कोसे झाडीलाई फर्काएर ल्याउन सकिन्छ। अब त्यो 4 कोसे हुँदैन, अब 8 कोसे झाडी हुन्छ। र जबसम्म तराईमा त्यो 8 कोसे झाडी आउँदैन, जबसम्म यो जबली वाकिङ डिस्टेन्स हुँदैन, तबसम्म हिमालयलाई मर्नबाट बचाउन सकिन्न, तबसम्म काठमाडौँलाई डुब्नबाट बचाउन सकिन्न। र यो दुईटा ल्याउनको लागि सरकारको ब्याङ्क एकाउन्टमा 8000 अर्ब चाहिन्छ। र त्यो 8000 अर्ब सरकारको ब्याङ्क एकाउन्टमा लानुको लागि क्याशलेस चाहिन्छ। त्यो क्याशलेस ल्याउनको लागि यो स्मार्ट करेन्सी चाहिन्छ। जुन चाहिँ अहिलेको राष्ट्र ब्याङ्कको गभर्नर र गभर्नरको लाइनमा बस्नुभएको मान्छे सबैजनाले हामी यो आउनु दिनु पर्यो भनिसकेको छ। हामीले राष्ट्र ब्याङ्कमा पनि प्रेजेन्टेसन गरिसकेका छौँ, अर्थ मन्त्रालयमा पनि प्रेजेन्टेसन गरिसकेका छौँ, स्वास्थ्य मन्त्रालयमा पनि प्रेजेन्टेसन गरिसकेका छौँ, हरेक ठाउँमा हामी पुगिसकेका छौँ। मेरो फेसमा पनि चिनिसकेको है यो क्याशलेस वाला मान्छे छ। यो क्याशलेस वाला मान्छेको मिडियामा एउटा पनि भिडियो आउन नदिनु। मैले अस्ति 20 जना मिडियावालालाई पैसा दिन्छु तपाईहरु मेरो भिडियो पब्लिस गरिदिनु न। एकजनाले मात्रै रिप्लाई गर्यो। उसको मिडियामा मैले लाइक कति जना लाइक छ भने हेर्छु 8000 देखि 10000 लाइक छ। 19 जनाले मलाई ब्ल्याकआउट गरिदियो। पैसा दिएर मैले मिडियामा रिप्रेजेन्ट गर्न सकिरहेको छैन। यतिको फेमस भइसकेको छ मेरो फेस। किन मैले तपाईको सरकारले बचाउन चाहन्छु, मनबाट बचाउन। राष्ट्र ब्याङ्कले यो पैसा छाप्यो भने मलाई के कमिसन दिन्छ यसले? यो पुरै सिस्टम त राष्ट्र ब्याङ्कको कन्ट्रोलमा हुन्छ नि त। मलाई के फाइदा छ? केही काम मैले पैसा लगाइरहेको छु छैन। हाम्रो टिममा रिसर्चमा यतिको अर्थशास्त्री हुनुहुन्छ, सबैजनालाई मजाले थाहा छ कि म नेपालमा फर्केर कहिले पनि आउनेवाला छैन, नेपालमा कुनै राजनीतिक पद लिनेवाला छैन। मेरो एउटा मात्र रोडम्याप छ, नेपाललाई विश्वगुरु बनाएर विश्वमा 4 अर्ब 5 अर्ब 6 अर्ब जनतालाई मर्नबाट बचाउन। मेरो एउटा मात्र रोडम्याप छ, नेपालबाट स्टार्ट गरेर विश्वको 180 वटा देशमा ज्ञान तन्त्र ल्याउने। मेरो एउटा मात्र रोडम्याप छ, नेपालबाट सुरु गरेर विश्वको 180 वटा देशमा कल्किजम ल्याउने। विश्वको 20 वटा देशमा सोशलिजम हुन सक्छ, विश्वको 120 वटा देशमा क्यापिटलिजम हुन सक्छ, विश्वको 30 वटा देशमा कम्युनिजम हुन सक्छ भने विश्वको 180 वटा देशमा कल्किजम किन हुन सक्दैन? हुन सक्छ। र कृष्ण भगवानले भन्नुभएको छ भएर छोड्छ यसले।
हुने र देखाउँछ, हुन्छ ग्यारेन्टी छ। त्यसपछि हामीले त्यो पुरै क्याल्कुलेसन गरिसकेका छौँ। फ्री हेल्थ केयर र लिगल सिस्टम दिएर, फ्री एजुकेसन सिस्टम दिएर के हामी सर्भाइभ गर्न सक्छौँ? इन्कम खर्च कति हुन्छ त्यो सबै डाटा हामीले निकालिसकेका छौँ, कस्ट इस्टिमेट गरिसकेका छौँ। इन्डियाको कम्पेरिजन गरेर, श्रीलङ्कासँग कम्पेरिजन गरेर, एजुकेसन सिस्टमसँग कम्पेरिजन गरेर अहिलेको जुन बजेट छ नि, यदि भ्रष्टाचार बन्द भइदियो भने यति पैसाले नेपालमा स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्न मिल्छ यदि हामीले प्राइभेट स्कुल र प्राइभेट हस्पिटललाई सरकारीकरण गरिदियो भने। हामीलाई बजेट 1 रुपैयाँ पनि एक्स्ट्रा चाहिँदैन। तर हामीले नेपाल सरकारले कतिको बजेटमा सेभिङ दिन गइरहेछौँ? ब्याङ्कमा तपाईँले ब्याजमा जिरोमा तपाईँले 8,000 अर्ब लिनुभयो र पब्लिकलाई घर बनाउन, अरू काम गर्नलाई, व्यवसाय गर्नको लागि पैसा ब्याजमा त चाहिन्छ नि। अब सरकारले त्यो पैसा 8%मा, 7%मा, 6%मा लगानी गर्न मिल्छ। त्यो इन्कमलाई पनि जोड दिनुहुन्छ भने 300 भन्दा बढी अर्बको पैसा सरकारले सेभिङ गर्न सक्छ। गोल्ड एसेट म्यानेजमेन्टबाट 100 भन्दा बढीको अर्बको बजेट हुन्छ। आर्मी र पुलिस सेभिङमा 120 अर्बको बजेट हुन्छ र इलेक्सन र करप्सन सेभिङमा 260 अर्बको बजेट हुन्छ। मतलब 780 अर्ब हरेक वर्ष नेपाल सरकारको बचत हुन्छ। हामी नेपाल सरकारलाई हरेक वर्ष यतिको पैसा प्रफिट दिन खोजिरहेको छौँ। अनि यो भएन भने नेपालमा 2 करोड नेपाली मर्छ। मेबी 10 वर्षमा पनि हुन सक्छ, यो 30 वर्ष हामी पुग्नु पनि पर्दैन होला सायद।